ल म त अब घरबाट निक्लिनु लाग्यो जान भेटेपछि गरौँला होइन अब तिमीलाई मलाई चाहिँ दिदी पुऱ्याउन नलाएर उसो भन्यो दिदी पुऱ्याउन नलाएर ल म चाहिँ आइपुगिसक्यो हामी चाहिँ बसमा जाने हो टक्क लाएर सर होइन सर अब यहाँ त्यो सर हुनुहुन्छ कृष्ण छ अब भेट्ट गरेर है कलङ्की आइपुग्यौँ हामीहरू तल अन्डरग्राउन्ड छ हामीहरू चाहिँ अब यहाँबाट राइट लाग्छौँ नागढुङ्गा चेकपोस्ट सर आउनुहुन्छ नागढुङ्गा चेकपोस्ट यहाँ चेकिङ भइरहेको छ उतातिर होइन हामीहरू चाहिँ अब काठमाडौँ छोड्यौँ सुरुङ मार्ग गयो अनि पछाडिको आफ्नो तालमा सोचडाहरू खेलाइमा सञ्जीव हाम्रो सञ्जीव ब्रदर जानेछु है पिसा फेर्नु रहेछ टोइलेटको लागि 10 मिनट एकछिन बस्छौँ खाजा खानु लाग्छ खाजा नि खाइदियो अब खाजा चाहिँ अन्डा हातमा खाजा खाएर हिँड्यो अब हामीहरू चाहिँ 9 बजीतिर खाजा खाइदियो अब मलिखुतिर खाना खाइन्छ कि भन्ने कुरा सुन्यो खै हेरौँ कहाँ हुन्छ अब एकचोटि खाना खाने टाउनतिर भेटौँला है हामीहरू गल्छी गरिसक्यौँ गल्छी त्रिशुली तर त्रिशुलीको छेउै छेउ खाना खाने चुम्लिङ टार यहाँ देखाउँ न चुम्लिङ टार चितवन इच्छा कामना 3 अब खाना त खाने हो त्योहरू कोही गर्दैछ नि भित्र गइसक्यो सुरेश सर अब खाना खानको लागि हाम्रो लाइनमा हो सुरेश के छ खाना चाहिँ मजाले खाऊ है मजाले खाना हेलो सबैजनाले त्यहाँ दिनु ल किन मास मात्रै हाल्ने सबै आऊ सबै थोरै शङ्कर के छ धेरै मिठो छ धेरै मिठो छ ल यता केटाहरू अनि के छ केटाहरू पुरै रक पारा भयो खानाको चाहिँ सिक्छ नि होइन अघि सिर्किन सर गरिदिनु भएको थियो खाना लाग्यो हामीहरू चाहिँ सरहरू खाना खाँदै हुनुहुन्छ खाना खान चाहिसक्यो खाना खाएर सबैजना अगाडि आइसक्यो सर हुनुहुन्छ हाम्रो देव सर चाहिँ फोटो खिचिरहेको अवस्था छ सरहरू फोटो हेर्दै हुनुहुन्छ आइपुग्यो मनोकामना सबैजनाको रक्षा गरून् मुगलिन पुलायो मुगलिन पुल भत्किएको रहेछ यहाँ चाहिँ पुरै भत्किएको रहेछ यहाँनिर बनाउँदो रहेछ धेरै त ड्राइभरजन गरेर यताबाट अर्को बाटोबाट बनाएर हामी डुम्री आइसक्यो डुम्रीबाट मास्तिर लगाइसक्यो अघि त गोप्रोले काम गर्दैछ हामी डुम्रीबाट माथितिर अब घले गाउँतिर लागिसक्यो मासतिर है बाट त सिधै यो गरेर घर जाँदाखेरि पहिलोचोटि चाहिँ यता मासतिर छिर्दैछु आई डोन्ट नो कस्तो छ बाटो अब हेर केटाहरू चाहिँ अब यता सुसु हान्ने रे यता जङ्गलतिर पुरै यतातिर चाहिँ पुरै तोरी रहेछ के खोला आइपुग्यो खाम बिर्से के भन्छ यो घले आउने बाटो त ठिकै रहेछ होइन तर बाटो चाहिँ अलिकति सानो रहेछ क्या अलिकति बाटो चाहिँ बढाउनु पर्ने जस्तो स्थिति देखेँ मैले चाहिँ होइन अब यो त गाडी क्रस हुनुलाई अब रोकिरहनु पर्ने होइन अलिकति ठुलो बाटो चाहिँ ठुलो बनाउनु पऱ्यो अब ठिकै रहेछ बाटो चाहिँ होइन पिच भएर रहेछ बाटो चाहिँ पिच गरेको रहेछ पिच गरे तापनि अब गाडीहरू क्रस हुनुलाई गाह्रो हुने पाउरी आइपुग्यो पाउरी हामीहरू सुन्दर बजार 9 सिउडी बजार लमजुङ आइपुग्यौँ माल चाहिँ देखेछ अब त्यहाँ गोप्रोमा देखिँदैन फेरि हिमाल त मोबाइल देखेछ नि तर हाई भोटे टारतिर आइपुग्यौँ हामीहरू यस्तो व्यवस्था छ कि हाम्रो यो घले गाउँ जाने बाटो चाहिँ होइन यसरी अब एउटा रोकिरहनु पर्छ एउटा क्रस गर्नलाई यस्तो झ्याउझ्याउलो बाटै छैन बाटो छ त त्यहाँ अगाडि यस्तो अवस्था छ अलिकति बाटो चाहिँ बढाउनु पर्यो ल यता यो बेसी सहरको समितिले लमजुङ बेसी सहरको
सबैले बडा यहाँ चट्ट बनाउनु पर्यो क्या बाटो व्यवस्थित हुनु पर्यो घले गाउँ घुम्ने हिँडेको मान्छे यसरी कुरिरहनु पर्छ एउटा बस आयो भने क्रस हुन पाउँदैन के हो यस्तो बेसीसर कतिको उदयपुर हो उदयपुरको बाटो बेसीसर उदयपुर जङ्गलको बाटो आइपुग्यौ टक्क ल यस्तो रहेछ होइन बाटो त पिच छ राम्रो छ बाटो पिच छ तर सुरुमा चाहिँ अलिकति अफरोड रहेछ त्यसपछि पिच छ बाटो त जङ्गलै जङ्गल रहेछ यहाँनिर चाहिँ यहाँ खै मर्स्याङदी सुत्या अगाडि हाइड्रो पावर बनाउँदै अरे भन्ने सुनेको हेर हाइड्रो पावरले गरेर सुकेको हो अरे मर्स्याङदी ड्याम चिप्लेटी लमजुङ भन्ने ठाउँ पनि आइपुग्यो हामीहरू फाइनली होइन यो चिप्लेटी भन्ने ठाउँ रहेछ है पहिलोचोटि चिनेको है मर्स्याङदी अब हेरौँ ल मर्स्याङदी माछा मार्ने मान्छे नि रहेछ ड्याम हो मर्स्याङदी त डोजर पनि गाह्रो छ त ल डोजर रहेछ यता मर्स्याङदी हजुर बिस्तारै बिस्तारै आउनुहोस् त ल बिस्तारै आउनुहोस् यस्तो चाहिँ व्यवस्था भएन है यो लमजुङको व्यवस्था यो चाहिँ भएन यस्तो नि त बाटो यता कुरेर बसिरहेको अगाडि लमजुङ रानीकुवा यस्तो नि रहेछ बेसर सेरा बजार रे बेसर सेरा बजार 3:18 गयो हामीहरू यहाँ आइपुग्यौँ अगाडि देखाउनु पऱ्यो बेसरको अब सञ्जीव सर लमजुङै हो बेसर यो कहाँ बेसर नगरपालिका 7 कन्फ्युजनमा हामी घलेगाउँ जानलाई गुरुबालाई पनि थाहा रहन्छ बाटो यहाँ गाह्रो गाह्रो पऱ्यो सोधपुछ गर्दै जाँदैछौँ हेलो हाई गर हामी चाहिँ घलेगाउँतिर हिँड्यो बेसर छोडेर ल बेसर चाहिँ यही हो होइन घलेगाउँतिर लाग्यो अलिक चिसो चिसो भयो जस्तो लाग्यो मासतिर चाहिँ ओहो धुलो बदल झन् माथिको झन् राम्रो देख्छ त बेसर त त्यसको अब चाहिँ घाँसाएर ढाकिदिइहाल्यो नि ओइ न तल नगुल्टिने फेरि मर्ला बल देखिन्छ बल ठाउँबाट स्कर्पियो बिग्रेर गाडी पासै भएन नि ढकालेर स्कर्पियो साइड लगाएर कहिले आइसकेको छौँ यहाँ हामी चाहिँ यस्तो छ सिनहरू अभाव छ अब गीत दिएर गएर चाहिँ के भन्छ स्वरहरू सुकेको छ त्यसैले हामी राम्रोसँग सुनेको छैन है अहिले चाहिँ हरिना सिन दामी रहेछ अहिले चाहिँ हामी चाहिँ धेरै माथि पुगिसकेको छौँ है अनि त्यही हो त्यही पुगेर नै देखाउँछु सो अहिले चाहिँ हामी चाहिँ बसमा हो है अनि ब्याट्री पनि सक्नु लागेको रहेछ अनि केटाहरूको आफ्नो तारमा छ चिलमा छ यता यता यताउता राम्रोसँगै देख्दैन रहेछ के हो यो त हेलो घलेगाउँ आइपुग्यो यता कता भने घलेगाउँ चाहिँ आइपुग्यो है घलेगाउँ चाहिँ छ अब कता जाने केही थाहा छैन है पहिलोचोटि आएको हेरौँ होइन नि हामी चाहिँ 5 बजे टक्क 5 बजे चाहिँ घलेगाउँको गेटभित्र छिर्यो अब हामी घलेगाउँमा बसिन्छौँ हामी घलेगाउँ यताउता सबै ठाउँमा घुम्नेछौँ होइन घुमिसकेपछि अनि हामीले एउटा होटल लिनु पर्ने हुन्छ होटलमा चाहिँ बस्नुपर्ने हुन्छ सो भर्खर आइसकेको छौँ अनि यताउता बुझ्नलाई चाहिँ सरहरू जानुभएको छ देव हो यो खास अफिसियल्ली भिडियो चाहिँ यो देवको है देवको हो अनि मैले चाहिँ घर ल्याएको हो अनि मेरो स्वागत हुन्छ हाम्रो यता लगाइदिएर है कस्तो लागिरहेको छ शङ्कर हाम्रो टिका लगाएर चिसो चिसो मौसममा चिसो चिसो टिका लगाएर धेरै रमाइलो पाहाडहरू हेर्दा
appetite. Don't leave me here high and dry. Oh, but I don't wanna jinx it, baby. Let's not get ahead of my time. Oh, but I don't wanna miss you, baby. So I stand up and speak just my mind. Oh. You're channeling wind and rain. You're some kind of butterfly. Baby, you give me midnight. You whip up my appetite. Don't leave me here high and dry. Baby, you give me ice and fire. You're channeling wind and rain. You're some kind of butterfly. Don't leave me here high and dry. Oh, 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 यहाँ पो रमाइलो भइरहेको छ ल है त्यहाँ मान्छे है केटाहरूको रमाइलो हेरौँ मायाको डोरीले तिमीलाई बजाउला जिन्दगी मकरकारमा तिमीलाई चढाउला सम्झना बिर्सना ला 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 ल हामी चाहिँ गाउँ घुम्ने हिँडेको घले गाउँ घुम्नु राति राति घुम्नु हिँडेको मान्छेहरू गाउँ युनि साथी यता गुफाभित्र दक्षिण एसियाकै नमुना गाउँ यो गाउँमा आउनुको हामी उद्देश्य भनेको अतिथिहरूलाई कसरी सम्मान सत्कार गर्नुपर्छ यहाँबाट हामीले पाठ सिक्ने हो स्कुलमा सामाजिक शिक्षा सिक्ने होइन कि गाउँठाउँमा आएर पनि यहाँका शिक्षाहरू लिन सकिन्छ मान्छे कस्तो हुनुपर्छ कसरी अतिथिलाई सत्कार गर्नुपर्छ कसरी माया ममता स्नेह एकता हाम्रो गाउँमा एउटा समूहमा चाहिँ बसेर यो ठुलो गाउँले चाहिँ सबैले एकता जनाउनु ठुलो कुरा हो हाम्रो गाउँमा यस्तो छ छैन उसको गाउँमा छ है फेरि माथि हाम्रो बारपाक लाभ पनि छ होइन तर चाहिँ हाम्रो गाउँमा नभएको कारण के हामीमा शरीर एकता छैन एकता नै हुनु पर्दैन ए हो राम्रो होला एकतामा ठुलो बल हुन्छ भन्थ्यो नि पहिला त्यो पनि ठुलो कुरा हो अब हामीले के छ हामीले अब उनीहरूको अब यहाँको हाम्रो कल्चर मेन कल्चर हेर्न अझै बाँकी छ
र भोलि फेरि हामी एनालाइसिस गर्छौँ क्या डेप्थमा गएर होइन। मानौँ अब यसरी अब यो गाउँमा अहिले त नेपालको प्रमुख बसाइ सराई हो नि त समस्या भनेको, जुन चाहिँ यो गाउँको प्रत्येक मान्छे यसरी हिँड्यो भए त यो गाउँ पनि अहिले खाली हुन्थ्यो। अहिले मान्छेहरू हामी यहाँ किन आइरहेछौँ त? यो गाउँ हेर्न लागेछौँ। यो गाउँ हेर्नको लागि आउनुको मुख्य उद्देश्य के छ भने यहाँको मान्छेहरूले मिलेर सबैजना मिलेर गाउँमै बसौँ भन्ने, गाउँलाई प्रमोट गरौँ, अरू पनि आएर हेरुन् र शिक्षा लिएर आफ्नो ठाउँ पनि यस्तो बनाउन सकिन्छ, गाउँ पनि राम्रो हुने रहेछ, गाउँमा पनि सबै सुविधाहरू हुने रहेछन् भनेर बुझ्न सकियो। त्योबाट केही पाठ सिकेर जान सकियो। जे जस्तो भए पनि ओभरअलमा देख्यो भन्दाखेरि युनिटी देख्यो र हामीले चाहिँ के देख्यो पार्ट सिक्यो भने सर्जाउनु पपुलेसनलाई चाहिँ कन्ट्रोल गर्नुको लागि चाहिँ यो विधि पनि अप्नाइएको हो र यसमा पनि एकता पनि देखाउनुको लागि हो र एउटा हामी राम्रो लेसन पाइयो यहाँबाट। सबै राम्रो रहेछ तर आउने बेला चाहिँ बाटो चाहिँ अलिक नराम्रो एडभेन्चर क्या एडभेन्चर हुनु पऱ्यो नि भनेको एडभेन्चर हो नि त है। तर के हुन्छ भने बन्ने क्रममा छ है, बन्ने देखियो नि बन्ने क्रममा छ र अझै राम्रो हुन्छ अरू अलिक पछिल्ला दिनहरू आयो भने पछिल्ला दिनमा आइयो। त्यस्तो गाह्रो परिस्थितिमा पनि यो गाउँमा यति राम्रो छ। अझै सहज परिस्थिति भयो भने टुरिस्टहरूको फ्लो कति हुन्थ्यो होला? 44वटा घर छन्, 44वटा होइन। प्रत्येक घरमा 7-8 जना मिनिमम 7 जना 8 जनाको दरले पनि यसमा प्रत्येक घरमा आउने हुनाले पाहुनाहरू आउँदाखेरि अब बस्नु पाइँदैन कि भनेर समस्या सहज परिस्थिति छ अहिलेसम्मको स्थिति हेर्दा। अब यसरी पाहुना बढ्दै जाने हो भने मान्छेहरू पनि आएर फेरि यही गाउँमा बस्नु सक्छन्, बसाइसराई गरेका मान्छेहरू। सम्पर्क नगरिकन आउँदा नि केही फरक पर्छ। अहिले हामी चाहिँ आएको तपाईँसँग सबैजना मेरो चाहिँ खाना खानु होइन, यो डिनर हो, यो चाहिँ कपाल हुँदैछ है। अनि अगाडि चाहिँ यहाँ चाहिँ फायर छ, फायर डिनर भन्छ यसलाई है। के हो रे मासु भात है केटाहरू सुकी गाउँमा जहाँबाट पाल्नुभएको छ तपाईँहरू सम्पूर्ण अतिथि महानुभावहरूलाई सिङ्गो भेले गाउँ तथा यो हाम्रो यो रोदी कार्यक्रम रोदी परिवारको तर्फबाट तपाईँहरूलाई त्यति मात्रै होइन प्रभु, तपाईँहरू 10वटा आउन जोडेर तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। कति बन्नुभयो तपाईँहरू भेले गाउँमा सुन्नुभयो, मिडियाबाट सुन्नुभयो होला, युट्युबबाट सुन्नुभयो होला अथवा कुनै सामाजिक सञ्जालबाट सुन्नुभयो होला। तर जति पनि सुनेर तपाईँले यहाँसम्म आएर चाहिँ तपाईँहरू त्यहाँ भेले गाउँमा सो बढाइदिनु भयो। तपाईँहरूले धेरै धेरै हृदयदेखि नै मुडदेखि नै तपाईँहरू हार्दिक धन्यवाद दिन चाहन्छु। यही क्रममा हाम्रो यो रोदी कार्यक्रम भनेर तपाईँलाई अफर गर्नुभयो रहेछ। हाम्रो यो भेले गाउँमा सांस्कृतिक कार्यक्रमहरू थुप्रै छन्, जस्तै घाँडो नृत्य छ, कृष्ण चरित्र छ, शेर्पा छ, घ्याप्रे छ, पट्टी छ। तर तपाईँहरूले चाहिँ हाम्रो यो रोदी कार्यक्रमलाई अफर गर्नुभएको छ। काठमाडौँ बालाज्यू नयाँ बजारबाट पाल्नुभएको हाम्रो अतिथि महानुभावहरूले चाहिँ रोदी कार्यक्रम चाहिँ तपाईँहरूले अफर गर्नुभएको रहेछ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। तपाईँहरूलाई अब हामी यो रोदी कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौँ। हार्दिक हृदयदेखि तपाईँहरूले चाहिँ स्वागत गर्दै हाम्रो यो रोदी नृत्यको चाहिँ सबभन्दा पहिलो चरणमा तपाईँहरूले एउटा स्वागत नृत्य हामी प्रस्तुत गर्न गइरहेका छौँ। कृपया यो स्वागत नृत्य हेरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
सन्डे सन्डे एयरपोर्ट माग न सन्डे रोदियो चाहिँ हामी चाहिँ टक्क यो पोलेर च्याप्प खानियो बार्बिक्यू गाइज। अब बाहिर आगो बल्दैछ होइन, यहाँ चाहिँ अब मासु रेडी भइसक्यो, आगो पनि रेडी भइसक्यो। हाम्रो बार्बिक्यू पुरा गाउँले कले गाउँतिर सुरु गरौँ।
आउँदैछु म एक्काइली तिमीलाई सोची मगाइ लान्छु एक्काइली मोटरमै राखी